साथीहरू है हामी चाहिँ सरको अब भ्लगिङ एकदम इम्प्रुभ हुँदैछ त्यही भएर माइक किन्न यहाँ डङ्की जाँदैछौँ डङ्कीमा गएर ठक्क माइक अब हेरौँ है अब हाम्रो पैसाको कमी छैन यो माइकको कमी हो माइक सरले लिएपछि फेरि सरको कन्टेन्ट झन् बबाल आउँछ त्यही भएर जस्ट भिडियो हेर्दै गर्नुहोस् झन् क्वालिटी बढ्दैछ सरको भिडियोको अनि माया गर्नु पऱ्यो दुःख पनि गर्दैछ तपाईँहरू पनि दुःख बुझिदिनु पऱ्यो अनि गर्मीमा पुरै तातो गर्मीमा हिँडिरहेको छौँ हामी फेरि तपाईँहरूकै लागि हो क्या फेरि आफ्नो लागि होइन क्या त्यो भिडियो तपाईँहरू सिकोस् केही सिकोस् गरोस् भनेर हो क्या र उहाँहरूले चाहिँ माइक किनिसक्नु भएको छ है तपाईँहरूको लागि अलिक सबभन्दा यहाँ डङ्कीमै भएको सबभन्दा महँगो माइक लिइसक्नु भएको छ डबल माइक हो अब चाहिँ उहाँहरूको साउन्ड क्वालिटी नि एकदम बबाल आउनेछ 1,2000 को माइक है आइसक्यो माइक आइसक्यो च्याते माइक पो चाहिने त कभर चाहिने होइन नि त ओए खडा रहेछ त माइक त खतरा छ त माइक त आफ्नो भन्नुपर्दा हामी चाहिँ माइक चाहिँ लगिसकेका छौँ माइकको टेस्टिङ हो है टेस्टको लागि के कस्तो हुन्छ भनेर सागर सर र मैले होइन त सर रिभ्यू अलि यसो दिनु पऱ्यो नि त अब आफूले सामान लगिसकेपछि युज गर्नु पऱ्यो होइन अनि त्यही त हो सर अरू केही छ कि सागर सरको बाटो यसो अब माइकको टेस्ट हुँदैछ साह्रै भाइरल भइन्छ जस्तो छ फ्यानहरू जापानमा अब तितर बितर हो क्या तितर सागर सर र म चाहिँ माइकको अहिले चाहिँ टेस्टमा हो है टेस्ट हातमा समातेर तपाईँहरूलाई कसरी राम्रो स्वर क्वालिटी दिन सकिन्छ भन्ने कसरी मिठो बोली हाम्रो साथीहरूसँग पुर्याउने भन्ने हामीलाई कति कम्ता चिन्ता छ यार तपाईँलाई नहोला हामीलाई तपाईँहरूको चिन्ता छ फेरि हामीलाई चिन्ता छ नि त चिन्ता भन्ने कुरा धेरै छ त्यो भएर सबैजना मिलेर अघि बढ्नुपर्छ साथ सपोर्ट अनि एकदम हुनुपर्छ मायाको एकदम खाँचो मायाको खाँचो म फेरि मायाको भोको मान्छे हो कि सर लोटो र मायाको चाहिँ एकदम फेरि पुलिस स्टेसन हाम्रो कोवन जापानिज मामाहरूको अनि मामाहरूको यहाँ हुन्छ केही लफडा सफडा गर्ने होइन नि फेरि जापानमा आएर त्यो भन्छु म त्यहाँ इमान्दार भएर कामसाम गर्ने क्लास पढ्न जाने गएको सबैजना नियमित काम पनि नियमित हान्नु पर्यो पैसा ड्याङ 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 छाप्नु पर्यो है भिजा मात्र ड्याङ ड्याङ भनेर होइन कि अस्ति मेरो जस्तो 4 वर्षको भिजा भनेर भिजा पागल हुनु भएन काम पनि ड्याङ 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 हान्नु पर्यो है म त्यो भन्छु होइन त सर यस सर फेरि टिकटक सर के अरे सागर सर त टिकटक खाएको मान्छे पहिला मार्केट कहिले हान्नु पर्यो नि त सर एक दिन अब एक दिन भइहाल्छ के सब्सक्राइब गर्नु पर्यो नि त सब्सक्राइब है सबैजना मेरो युट्युब च्यानल पनि यस्तो छ हाम्रो युट्युब च्यानल पनि आइसकेको छ फेसबुक पेज हैन मार्केटमा राजेन्द्र भाम ब्लग एकदम नाम फेरि अलि अकै छ के फेरि एकदम लामो नाम छ कन्टेन्ट पनि लामो हुनेछ अब राजेन्द्रको अब मिनिङ के हो अब अर्थ चाहिँ के हो भन्नुपर्दा खासै भन्नु पर्दैन होला जस्तो लाग्छ मैले हैन बुझिहाल्छन् फ्यानहरूले बुझ्छन् एकदम नर्मल सिम्पल सजिलो त्यो भएर त्यस्तै छ नाम नि हाम्रो अनि त्यही भन्छु म चाहिँ यहाँ हात दुखिसक्यो यार आज चाहिँ यति गरौँ साथीहरू एकदम आजको लागि माता नेक्स्ट टाइम है त ल साथीहरू सबैजनालाई माया छ ल मनदेखि माया